काठमाडौँ गोर्खासको लगातार 3 जित, टोटल 6 मा 4 जित भने कर्णालियाको लगातार 3 हार, टोटल 5 मा 4 हार। अरे भाइ साहब, काठमाडौँ गोर्खासले हेर्दा हेर्दै अचम्मै पार्यो भने टप 2 मा छिरिसक्यो भने कर्णालियाको 99% बाहिरिसकेको छ यो टप 4 को रेसबाट। पहिलो ओभरमै 2 विकेट जान्छ भने आज पनि कर्णालीको सोचे जस्तो स्टार्ट नै भएन, तर फाइनली गुलशन झाको हामीले सबैले वेट गरेको त्यो इनिङ आएको छ आज। फाइनली एराइभ भएको छ, तर त्यो इनिङ चाहिँ कर्णालीको लागि जितको रूपमा साबित हुन सकेन। काठमाडौँ गोर्खासले पहिलो 3 म्याचमा 2 हारका साथ सुरुवात गरेको थियो। व्हाट अ कमब्याक यार, टिम होस् त काठमाडौँको जस्तो यार। अहिले चाहिँ टप 2 मा आनन्दले बसिदिरहेछ, क्या शानले। हेर्दा हेर्दै ट्रोफी उठाउला जस्तो लागिरहेको छ मलाई यो वर्ष। अचम्म नमान्नु होला, पहिले नै मैले प्रिडिक्सन गरेको थिएँ टप 4 टिमहरू। तपाईहरुले त्यो भिडियो गएर हेर्न सक्नुहुन्छ। मैले भनेको थिएँ कि काठमाडौँले कुनै पनि टिमलाई रिप्लेस गर्न सक्छ टप 4 मा भनेर। त्यहाँनिर मेरो टप 4 टिम पनि राखेको छु, कृपया गएर चेक गरिदिनु होला। सो काठमाडौँ अन फायर। सो एनपीएल मा भोलि कुनै पनि म्याच छैन। थ्यांक यू सो मच फर वाचिङ। भोलि चाहिँ आरामले रेस्ट गर्नु होला है त। एनपीएल को रेस्ट छ, तपाईको पनि रेस्ट।